अब भात खाना नि पाएन अब यो कति रहेछ फुटो भयो त यार है कसरी अबी पैसा कति रहेछ पैसा हेरौँ त अब भात खान पाइएन यही भने नि पर्ने पर्ने होइन छैन छन् त तै पनि धेरै त छोराको पैसा कान्छो छोराको पैसा यो कान्छो छोराको पैसा जम्मा गरिदिएको कति भएछ हेर्नु गर्नु है अब यही माखा पर्यो ऋण ऋण कान्छो छोरा पनि बिहा लाउने भयो अब ऋण तिर्दिन पर्छ यो खुजुरा कति छ थाहा छैन है छोरा डेभिड यो टिप त यो टिप्दो त उता टिपु यहाँ त्यहाँ छ हेर उता पनि खाँदै होइन उता पनि खानु ढोकानिर त्यहाँ हेर सबै गर्ने बाहिर मुन्नेडाको डस्टबिनमा हाल्ने गर्नै छ है गाई पैसा कति जम्मा त्यही भयो मेरो खानु भयो लामै हुनसक्छ गोजीमा सुक्को छैन के गर्नु यो पनि गरिदिनुपर्छ है टबल जति ल्या पल्सी हाल्दा डबल जति त्यो उसमा त खाएछ किन गर्नु पर्यो त पैसा त्यो नगर्ने त्यो गर्नु पर्दैन त्यो नगर्ने राख्नु हुन्छ अब यस्तो दुःख परेको बेलामा चाहिने रहेछ यस्तो चाहिँ गर्नै पर्ने रहेछ है त्यही भएर यसो कमाएको बेलामा चाहिँ अलिअलि यसरी जम्मा पारेर राख्नुपर्छ भन्नुहोस् त्यो दुःख परेको बेलामा चाहिन्छ क्या के गर्ने माग्न जाउँ भने कसैले दिँदैन आवश्यकता छ भने त्यस कमा बेलामा जम्मा पारेर माग्न जाउँ भने कसैले दिँदैन यसो अलिअलि कमाएको बेलामा 150 जम्मा गरेर राखेँ अहिले 2-4 भुँडको यसरी राख्नु पाएर कति काम आउँदैछ मिलो पुइछ भन्दा पनि छोरो मिलो पुइछ उ त्यो भन न मेरो छोरोको पैसा 60 छोरोको पैसा कति 60 न 50 60 61 62 63 64 65 खुजुरा कति भएछ त 65
66 है ये देखो त त्यो देखो न पहिला अब देऊ न एकचोटि नगर न दे न दे दे देऊ न एकचोटि त्यो नचल्ने पैसा हो के 67 वटा 7 8 9 10 11 12 13 14 15 300 310 तेरा है त तेरा मम्मी छ है 330 रहेछ खुजुरा म तँलाई अहिले दिनमा के सबै दिन्ला खुजुरा भयो 330 खुजुरा 66 छ 1 2 3 4 5000 6000 7000 8000 1 2 3 4 5 6 7 8 850 8850 8850 अनि यसमा 330 850 9000 यो राख यो चल्दैन त्यो पैसा 9000 भयो जामेल छोरोको पैसा 350 होइन 380 म होइन चल्दैन दुईटै चल्दैन राख्ने कारण 9080 ठ्याक्क 9080 रहेछ तँ पनि चल्छ मेरो कान्छो छोरोको पैसा यो चाहिँ ऋण लायो मलाई अब 9900 को मलाई बिहा तिर्नुपर्छ आजबाट कान्छो छोरोको मेरो कान्छो छोरोको पैसा हो गाइस मेरो कान्छो छोरोको पैसा हो कान्छो छोरोको पैसा भाइको पैसा देश भाइले जम्मा गरेर भाइले केही नखाइकन राखेको पैसा देश तेरो पैसा नि राखे भए कति हुन्थ्यो